हेलो नमस्ते सबैजनालाई वेलकम छ मेरो सानो मिनी ब्लगमा। आज चाहिँ मैले आफ्नै हातले गुन्द्रुक र आलु पकाएर खान सब सामान रेडी गरेर राखेको छु। अब म चाहिँ पकाउँछु, सबैले हेर्नु होला। यो चाहिँ मैले काटेर राखेको सबै सामानहरू रेडी गरेँ प्याज यस्तो भयो तेलमा, राइस कुकरमा ढिलो हुन्छ बिजोक मेरो। यो आलु मैले बिहानै उसिनेर राखेको खुर्सानी अलिअलि ओइलेपछि मैले प्याज हालिदिएँ। प्याज चाहिँ ठुलै थियो र अलि धेरै नै छ, के गर्नु थाल्नु भएन। त्यसपछि म गुन्द्रुक धुन गएँ, भिजाएर राखेको गुन्द्रुक मिठो बास्ना आइरहेको थियो। अब यसलाई मैले धोएपछि त थोरै भयो, पानी निचारेपछि अघि हालेको प्याज र खुर्सानी ओइलेर बल्ल यत्तिको भएछ। चलाउँदाखेरि मिठो बास्ना आइरहेको थियो, आफैले पकाउँदै भएर होला सायद। अनि मैले यो चाहिँ कम्पनीले दिएको 2 पिस चिकन खाएँ। यता फेरि टमाटर र प्याजहरू यत्तिको भइसकेछ मिठो बास्नाले, माने हरर भइरहेको थियो। राम्रोसँग यसलाई चलाएँ अनि त्यसपछि गुन्द्रुक पनि हालेँ। फ्राई गर्नलाई एकछिन चलाएर छोडिदिएर निकालेँ। आलु पनि हालेँ। आलु चाहिँ ठुल्ठुलो पिस थियो किनकि बोइल गरेको भएर हो, यसलाई अलिअलि ग्रेभी हुन्छ भनेर। फाइनल यस्तो भयो। अब गुन्द्रुकको पानी नै त खाने हो, झोलै खाने हो भनेर मैले चाहिँ सानो बोतल 1 बोतल पानी हालिदिएँ। त्यसपछि छोपेर छोडिदिएको थिएँ, यत्तिको भएछ। अब चाहिँ खाम लाग्ने भयो। कस्तो छ त मेरो गुन्द्रुक।